अरु चाहिँ नर्मल फ्ल्याट खालको हुन्छ यस्तो खालको मेरो चाहिँ यो टिप मात्रै हेर्ने भएको भएर अलिकति छड्के खालको छ अलिकति हेर्न सजिलो होस् भनेर न यस भएन है यतापट्टि मलाई टिल्ट गर्नुपर्छ क्या यो भित्र लगेर पनि सजिलो चाहिँ यसरी भन्दा नि यहाँनिर राख्दा चाहिँ सजिलो हुन्छ त्यो चाहिँ स्याम्पल हो म त्यहाँ नै राखेको चाहिँ ठ्याक्क 90 डिग्री मिलाएर राख्यो भने सजिलो हुन्छ एकदमै सानो रहेछ देखिँदैन न्यानो हो क्या 100 न्यानो स्याम्पल चाहिँ बिलो दिस हाइट ल ठिक छ 1 mm जति तल छ यो हाम्रो मेटेरियलको नाम के हो अरे यो मेटेरियल चाहिँ ग्लास न्यानो पाइपेट भित्र केही सोलुसनहरु केही स्याम्पल छ पोलिमर छ कम्पाउन्ड छ त्यो हाम्रो इन्स्ट्रुमेन्टको हाइट एडजस्टमेन्टको लागि चाहिँ हामीले यहाँ चेक गर्दै छौं स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप यो इन्स्ट्रुमेन्टको नाम चाहिँ एसईएम हो पहिला एयर गर्ने यो भित्र चाहिँ अहिले इभ्याकुएसन छ एयर गर्ने जीरो प्रेसर छ अथवा नेगेटिभ प्रेसर छ अब एयर हालेपछि पोजिटिभ प्रेसर आउँछ त्यसपछि यसभित्र चाहिँ स्याम्पल हाल्ने त्यहाँ हामी हेर्न पनि सक्छौं क्यामेरा भिडियो क्यामेरा कस्तो भइरहेछ भन्दाखेरि अनि यो भित्र चाहिँ स्याम्पल राख्ने हो ओपन भयो ढोका खोल्यौं अब यहाँ भइसके पछाडि त्यो स्याम्पल आउँदैछ स्याम्पल हेर्न राख्ने यहाँ राख्ने अनि त्यसपछि यसलाई लक गर्ने लक यहाँबाट गर्यो लक गर्दाखेरि यो अब यो त्यो झर्दैन त्यो भन्दा यहाँ लक चाहिँ यहाँबाट गर्छौं हामी स्याम्पल यतिकै पनि झर्दैन नझर्ने हुनु पर्यो यो स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप यसरी यहाँबाट नटको थ्रुबाट हामीले लक गर्यौं अब हामी फेरि उसमा राख्छौं यो यसलाई इभ्याकुएसन अब नेगेटिभ प्रेसरमा लाने सेम टाइम अब यहाँ लगइन बुक हेर्न यो चाहिँ हाम्रो स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप हो है यो चाहिँ स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप आज 301 इभ्याकुएसन कम्प्लिट भयो भन्ने कम्प्लिट भएको छ त्यो एकछिन त्यहाँ राख्दाखेरि केही हुँदैन ओके इभ्याकुएसन भइरहेको छ त्यो चाहिँ नेगेटिभ प्रेसर मेन्टेन गरिरहेको छ यो चाहिँ डिफरेन्ट कन्ट्रोलर टाइम छ अहिले 9 लो म्याग्निफिकेसनको लागि यो भयो यो चाहिँ शिफ्ट एक्स तिर वाइ तिरको शिफ्ट होला यो चाहिँ अलाइनमेन्ट रहेछ एक्स तिरको अलाइनमेन्ट वाइ तिरको अलाइनमेन्ट अनि त्यो पनि यो मोडमा रहेछ त्यो स्टिकमा मोड कि अलाइनमेन्ट मोड अनि यो चाहिँ अब माइक्रोस्कोपमा हुने फोकस कोर्स गर्ने कि फाइन गर्ने यो चाहिँ हाम्रो सफ्टवेयर हो यो चाहिँ यो इमेजलाई चाहिँ प्रोजेक्ट गर्ने भनौँ न थ्रु हेर्ने यो सफ्टवेयरको नाम केही एसईएम सफ्टवेयर अब यहाँ चाहिँ रेकर्डहरू गर्ने कन्ट्रोलरहरू भयो यी सबै यो चाहिँ ब्राइटनेस कन्ट्रास्ट कसरी बढाउने सबै चिज छ यो चाहिँ अनि यो चाहिँ स्टेज कन्ट्रोलर भनेको तल माथि दायाँ बायाँ माइक्रोस्कोपमा हुने हामी जुन माइक्रोस्कोपमा हुन्छ नि बाइनोकुलर माइक्रोस्कोपमा हो त्यो गर्ने चाहिँ योबाट हुन्छ बसेको यहाँनिर क्याप्चर मोडमा अनि यो चाहिँ क्याप्चर गर्ने रिजोल्युसन हो रिजोल्युसन सेट गर्न सक्छौँ कति टाइम चाहिँ हाउ मच टाइम इट क्यान टेक फर इच क्याप्चर
अनि आउटपुटमा चाहिँ सेभ विथ अटोमेटिक नम्बरिङ, त्यो हरेक पटक हामी सेभ गर्दाखेरि चाहिँ अटोमेटिक 1 2 3 4 5 6 भएर जान्छ। अनि हामीले यहाँ स्याम्पल चाहिँ यहाँ नाम राख्न सक्छौँ र स्टोरेज कहाँनिर गर्ने, म मेरो आफ्नै नाममा सेभ गर्छु। म अब यहाँनिर रन गर्ने हुन्छ चाहिँ आफ्नै नाममा सेभ गर्छु। म फोटो त नयाँ फोल्डर बनाउँछु। म आजको डेट 3/1 म यो फोल्डरमा सेभ गर्छु। फाइल नेम चाहिँ अब यही हो, म यसमा सेभ गर्छु र स्याम्पलको नाम चाहिँ अब म मेरो स्याम्पल अनुसार हुन्छ, इम्टी छ अथवा केही फिल गरेको स्याम्पल छ। स्क्यानिङ इलेक्ट्रोन माइक्रोस्कोप है। यो चाहिँ हाम्रो स्याम्पल चाहिँ यहाँनिर छ, ऊ त्यहाँभित्र देखि ऊ त्यो हो स्याम्पल। That's our sample. This is electron microscope. Hitachi. नाइट्रोजन फिल गर्न खोजिरहेको छौँ हामी। यो चाहिँ नाइट्रोजन कन्टेनर रहेछ। नाइट्रोजन चाहिँ स्पेसली कुलिङको लागि प्रयोग गर्छ हैन? लिक्विड नाइट्रोजन। लिक्विड नाइट्रोजन। स्मोक, फ्यूम्स, नाइट्रोजन। स्याम्पल इनसाइड लैजाउँ, भित्र लैजाउँ। E2 -4 हुनु पर्यो प्रेसर। स्याम्पल भित्र लैजानलाई अहिले इभ्याकुएसन मोडमा छ, यो बिचमा छ। अब इनसाइड यो चाहिँ यो ब्लकमा आउनु पर्यो हाम्रो स्याम्पल चाहिँ। यहाँ ओपन गर्ने, भित्र लैजानको लागि गेट ओपन गर्नुपर्छ। गेट ओपन गर्ने। We open the gate so that we can move our sample we are going to test today goes into this chamber, under this chamber, and we can have an image to this SEM software, scanning electron microscope software. भित्र लिएर जाउँ, यहाँनिर देखिन्छ अब यो स्क्रिनमा the camera. There you go. Almost you see there. देखियो sample त्यहाँनिर। Okay. Right there. Unlock here. Unlock गर्ने। Unlock गर्यो। बाहिर तान्ने। Unlock गरेर अब यो अनि क्लोज गरिदिने। क्लोज गर्यो। क्लोज गरिदिने र यहाँ वर्किङ प्रेसर चाहिँ somehow around -4 प्रेसर। अनि यो चाहिँ हामी यहाँ सेट गर्छौँ। यो सेट नै छ, यहाँ स्ट्यान्डर्ड छ र हाम्रो स्याम्पल साइज 3 mm नै छ। यो अलरेडी ठिक छ। अरू कुरा त यहाँ खासै सेट गर्नु पर्दैन। यहाँ चाहिँ भोल्टेजहरू सेट गर्ने हो। हामी कति भोल्टेजमा काम गर्छौँ, लेट्स से 2 मा काम गरौँ अहिलेलाई। अनि यो यो 5 माइक्रो एम्पियर करेन्ट हो। यो बिम करेन्ट चाहिँ 5 सेट गरौँ र यसलाई फ्ल्यासिङ गर्नुपर्छ। त्यो फ्ल्यासिङ भनेको रिफ्रेस जस्तो हो। अफ हुनुपर्छ यो। अहिले हामीले यो बिम चाहिँ अन गरेका छैनौँ, अफ मोडमा नै एक्जिक्युट गर्छौँ। यो चाहिँ क्लिनिङ गर्छ बिमलाई। नर्मल फ्ल्यासिङ भयो। नर्मल फ्ल्यासिङ भयो। अब चाहिँ हामीले स्याम्पललाई -4 छ, यो चाहिँ समखालको यो वर्केबल प्रेसर हो। अब चाहिँ हामी स्याम्पललाई ठ्याक्क बिम नजिक लैजान्छौँ र काम गर्छौँ।
त्यहाँनिर अहिले स्याम्पल त्यहाँ छ। मैले यहाँनिर होम खिच्ने बित्तिकै त्यो स्याम्पल चाहिँ अगाडि सर्छ। क्लिक होम, अब स्याम्पल त्यो मुभ हुन थाल्छ। स्याम्पल राइट टी अब यो के हुन्छ भन्दा यो भोल्टेज भने चाहिँ हायर भोल्टेज पठायो भने धेरै हाई पेनिट्रेसन पावर हुन्छ, लो भोल्टेजको लो पेनिट्रेसन पावर हुन्छ। त अर्को भनेको चाहिँ हाई भोल्टेज पठाउँदाखेरि चाहिँ इन्सुलेटेड मटेरियलमा चाहिँ हाई चार्जिङ देखाउँछ। चार्जिङ धेरै देखायो भने चाहिँ अनि हामी स्याम्पल चाहिँ अब एनालाइज गर्न सक्दैनौँ, इमेज देखाउन सक्दैनौँ। अनि यो फोटोको टाइम्स 2.2 भनेको चाहिँ 2.2 भने चाहिँ अब यो रेजोल्युसनको रेजोल्युसन हामी होममा गइसक्यौँ। होममा गयो। अब लो म्याग्निफिकेसन मोडमा पनि मैले लगेँ, लो म्याग्निफिकेसन मोडमा। अनि अहिले यो रेजोल्युसन भनेको यहाँबाट सेट गर्ने हो म्याग्निफिकेसन यो पोइन्टबाट। र अब हाम्रो स्याम्पल खोज्न थालौँ। स्याम्पल चाहिँ यहाँनिर देखिन्छ अनि मुभमेन्ट भएको त्यहाँनिर देखिन्छ। यहाँबाट यो चाहिँ एडजस्टमेन्टको लागि हामी जुन नर्मल बाइनोकुलर माइक्रोस्कोपको लागि चाहिँ अप एन्ड डाउन लेफ्ट एन्ड राइट गरेर जुन ठ्याक्क हामीले त्यो लाइट त्यसले लाइट स्याम्पलको स्टेज चाहिँ यहाँनिर छ। उ गर्छ के लाइटको लागि पास गर्छ नि हैन, स्याम्पल स्टेज यहाँ छ। त्यसको लागि चाहिँ हामीले एडजस्टमेन्ट गर्ने कन्ट्रोलर चाहिँ यो हो। अब त्यहाँ स्याम्पल आउँदैछ, त्यो रिजनमा आउँदैछ, सो द्याट वी क्यान इमेज द स्याम्पल विथ आवर पर्पस। यो चाहिँ एडजस्टमेन्ट हो। अब त्यहाँ एडजस्टमेन्ट हुन्छ, त्यो चाहिँ अब फाइन त्यो इमेजलाई चाहिँ फाइन क्या एडजस्टमेन्ट जुन हुन्छ नि हाम्रो कोर्स एडजस्टमेन्ट कोर्स भन्ने हुन्छ अनि एउटा फाइन भन्ने हुन्छ, त्यो चाहिँ यो कन्ट्रोलले गर्छ जुन फोकस गर्ने क्या त्यो बाइनोकुलर माइक्रोस्कोपको लागि। त्यहाँनिर देखिँदैछ फोकस रमाइलो हुन्छ इलेक्ट्रोन माइक्रोस्कोपमा। फोकस र यसलाई यो इमेजलाई क्याप्चर गरिदिएनौँ। यो लो म्याप इमेज हो। यो चाहिँ हाम्रो ग्लास पाइपेट ट्युबको हामीले इमेजिङ गरिरहेछौँ। 200 न्यानोमिटर भनेको अहिले चाहिँ हामी यो कपालको साइज जत्रो मात्रै म्याग्निफिकेसन छ। अब यसलाई हाई रिजोल्युसनमा हामी हाई म्याग्निफिकेसनमा लैजान्छौँ। यो चाहिँ अब लो म्याग्निफिकेसन मोडमा छ। अब अहिले यसलाई हामी हाई म्याग्निफिकेसन मोडमा लैजान्छौँ। खिचेपछि ब्राइटनेस अटो गर्ने। अब यो ब्राइटनेस एडजस्टमेन्ट हो, त्यो कन्ट्रोल अघि नै मैले भनेको थिएँ यो कन्ट्रोलर हो। अनि स्याम्पल हरायो, फेरि लिएर आउनु पऱ्यो। ल भेट्यो यसलाई हल्का यो रिजोल्युसन मिलाउनुपर्छ। स्याम्पल फोकस गरेर ओहो दामी देखिन्छ नि। अहिले यसको कति हो डायमिटर भने थाहा पाउन सकिन्छ? थाहा पाउन सकिन्छ अहिले एकछिन।